नमस्कार आदरणीय दर्शक मित्रहरू, यहाँहरूलाई फेरि पनि हामीहरूको भाग्य कुण्डली टिभी युट्युब च्यानलमा स्वागत छ। र आज हजुरहरू समक्ष धेरैजसो व्यक्तिहरू, धेरैजसो लेडिजहरू के गर्नुहुन्छ भन्दाखेरि एकान्तमा बस्ने, रुने गर्नुहुन्छ। किन रुनुहुन्छ त? आफ्नो मनका कुराहरू कसैलाई पनि व्यक्त गर्ने व्यक्ति नपाएर रोइराख्नु भएको हुन्छ। एकान्तमा आफू भित्रभित्रै जलन भइराख्नु भएको हुन्छ। धेरैजसो यो कुराहरू लेडिजहरुमा धेरै हुन्छ र यो विशेष गरेर यो लेडिजसँग सम्बन्धित कुराहरू पनि अति धेरै रहन्छन्। हजुरले देख्नुभएको होला, एउटा जेन्ट्स व्यक्ति अलिकति कम रुन्छन्, तर लेडिजहरू अलि धेरै रुन्छन्। अलिकति केही भयो, श्रीमानले गाली गर्नुभयो, सास ससुराले गाली गर्नुभयो भने पनि उनीहरू के गरिदिन्छन् भन्दाखेरि रोइदिइहाल्दछन्। किन त? यो रुने अवस्था के भएर हो त? वास्तविक रुनु राम्रो हो कि नराम्रो? रुनको लागि कुन ग्रहको प्रभाव? नराम्रो भइदिइसकेछन् व्यक्तिहरू अत्यन्त धेरै मात्रामा रुन्छन् कि रुनु हाम्रो शास्त्रले राम्रो भनेको छ कि नराम्रो भनेको छ? रुँदाखेरि के कस्ता कुराहरू निस्किन्छन्? रुँदाखेरि आनन्द के चिजमा चाहिँ आनन्द हुन्छ? यी सारा चिजहरू आज हजुरहरूलाई म बताउन गइरहेको छु। यदि हजुर पनि रोइराख्नुहुन्छ एकान्तमा बसेर, यदि हजुर स्त्री मित्रहरू हुनुहुन्छ, हजुर एकान्तमा बसेर रोइराख्नु भएको छ भने यो भिडियो हेर्नुहोस्। हजुरको मन छुन्छ कि छुँदैन? हजुरको मन यदि छोयो भने एउटा कमेन्ट गर्नु होला है, गुरु म पनि यस्तो किसिमबाट रुन्छु, म रुन बन्द गर्न पाए हुन्थ्यो भन्ने भाव यदि हजुरलाई आउँदछ भने एउटा कमेन्ट चाहिँ गर्न नभुलिदिनु होला। विशेष गरेर एकान्तमा लुकी लुकी रुने व्यक्तिहरू हाम्रो ज्योतिषशास्त्रले के बताएको छ भने मनसँग सम्बन्धितका ग्रहहरू कतिको एक्टिभ अवस्थामा छन् अथवा एक्टिभ अवस्थामा नभएको कारणले गर्दाखेरि रोइरहेका छन्, दुखित बनिरहेका छन्, पीडा अत्यन्त धेरै छ। पीडालाई उनीहरू कसैलाई व्यक्त गर्न सकिरहेका छैनन्। पीडा सुनाउने व्यक्तिहरू कोही नपाएको कारणले गर्दाखेरि उनीहरू रोइरहेका छन् भने हजुरको अवश्य पनि चन्द्रमा ग्रह कमजोरी छ। चन्द्रमा ग्रह कमजोरी भयो भने व्यक्तिहरू के हुन्छन्? आफ्नो मनमा असंख्य चिजहरू मनमा लागिदिइराखेको हुन्छ। सुनाउने मान्छे कोही पनि भेट्दैन। आनन्दले बसेर उसका कुरा सुनिदिने व्यक्ति पायो भने ऊ अत्यन्त धेरै खुसी हुने थियो, तर उसले सुनाउने व्यक्ति कोही पनि पाउँदैन। कसैले पनि उसका कुरा सुनिदिइराखेको हुँदैन। सोही कारणले ऊ अत्यन्त पीडित भइदिइरहेको हुन्छ। यदि हजुरको जन्म कुण्डलीमा चन्द्रमा ग्रह भनेको सिधै मनसँग जोडिएको ग्रह हो, मनसँग जोडिएको ग्रह भइसकेपछि हजुरको के हुन्छ? भावना, संवेदना अलिकति कमजोरी भइदिन्छ। भावना र संवेदनासँग सम्बन्धित ग्रह चन्द्रमा ग्रह नै के भयो त भन्दाखेरि कमजोरी यदि छ भने हजुरहरू के हुन्छ त भन्दाखेरि त्यो चन्द्रमा ग्रहलाई शनिको प्रभाव नराम्रो तरिकाले देखिरहेको छ, राहु केतुको प्रभाव नराम्रो तरिकाले परिरहेको छ भने उनीहरू के हुन्छन्? पाप ग्रहद्वारा पीडित भइसकेछन्। उनीहरू अत्यन्त मन खिन्नता बनाइदिने स्वभाव भइदिन्छ। त्यो भइसकेछन् उनीहरू छिटोभन्दा छिटो भावुक हुन्छन्। मनमा कुराहरू अत्यन्त धेरै खेल्छन्, तर उनीहरू दबाएर राख्दछन्, कसैले पनि सुनाउन सक्दैन। किन त भन्दाखेरि उनीहरूको छेउमा सुनायो भने त्यो शनि ग्रह, राहु ग्रह, केतु ग्रह भनेको त अत्यन्त शत्रु हो नि त। शत्रुले झन् हजुरले सुनाएको कुरालाई